सम्पूर्णलाई नमस्कार। यो चाहिँ नेवारोको पात हो। हजुरहरूले नेवारो चाहिँ यहाँ हेर्नु होला। यो जुन नेवारोको डाँठ छ, हजुरहरूले यो डाँठ चाहिँ यसरी भाँचेर यहाँबाट यो पुरै दुध जस्तो निस्किन्छ। यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले। यो दुध चाहिँ हजुरहरूको दाँत किराले खाएको ठाउँमा लगाउनु भयो भने, किराले खाएको छ भने हजुरहरूले यो चुहिरहेछ यी हजुरहरू दाँत किराले खाएर हैरान हुनुहुन्छ अथवा हजुरहरूको दाँत किराले खाएर चाहिँ के गरौँ अथवा हस्पिटल जाउँ अथवा के गरौँ भन्ने चिन्तामा हुनुहुन्छ भने हजुरहरूले यो दाँत किराले खाएको ठाउँमा यो चोप यो बगिरहेछ। यो चोप चाहिँ हजुरहरूले त्यो दाँत किराले खाएको ठाउँमा दिनमा बिहान र बेलुका 2 चोटि 7 दिनसम्म लगाउनु भयो भने हजुरहरूको दाँत किराले खाएको चाहिँ पुरै निको हुन्छ। हजुरहरूले प्रयोग गर्नु होला र यो भिडियो कस्तो लाग्छ लाइक, सेयर, कमेन्ट गर्नु होला। हस्त नमस्कार, धन्यवाद।